एउटा मान्छे 200 माइल टाढा रहेकी आफ्नी आमालाई फुल पठाउनको लागि एउटा फुल पसलमा रोकियो। त्यही उसले एउटै सानो बच्चालाई आँखाभरि आँसु राख्दै बिस्तारै रोइरहेको देख्यो। यो देखेर उनले ती सानी बच्चीको नजिकै गएर उनलाई रुनुको कारण सोध्यो। ती बच्चीले भनिन्, म यहाँ मेरी आमाको लागि एउटा रातो गुलाबको फुल किन्न आएकी हुँ, तर त्यो रातो गुलाबको फुल 200 रुपियाँ पर्दो रहेछ। मसँग जम्मा 75 रुपियाँ मात्रै छ। त्यो मान्छेले मुस्कुराउँदै भने, ए कुरा त्यसो पो रहेछ, यहाँ आऊ, म तिमीलाई त्यो गुलाबको फुल किनिदिन्छु। यति भनेर उनले ती सानी बच्चीलाई रातो गुलाबको फुल किनिदियो र आफ्नो आमाको लागि फुलको अर्डर गर्न थाल्यो। सानी बच्चीले आफूलाई चिहानसम्म पुर्याइदिनको लागि त्यो मान्छेसँग अनुरोध गर्यो, जहाँ उनको केही दिन अघि मात्र मृत्यु भएकी आफ्नो आमाको चिहानमा त्यो रातो गुलाबको फुल राखिदियो। चिहानबाट फर्किएपछि त्यो मान्छेले सिधै फुलको पसलमा गयो र फुलको अर्डर रद्द गर्यो र एक गुच्छा फुल किन्यो। ऊ त्यही फुल लिएर 200 माइल टाढा बस्ने आफ्नै आमालाई भेट्न त्यहाँबाट निस्कियो। साथीहरू, हजुरहरूलाई आजको कथा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला र यस च्यानललाई लाइक र सब्स्क्राइब पनि गरिदिनुहोला।